नमस्ते। नेपालमा लगानी गर्ने सोच बनाउँदै हुनुहुन्छ, तर प्रक्रिया कस्तो छ भनेर अलमलमा हुनुहुन्छ? आउनुहोस्, आज हामी विदेशी लगानीका हरेक चरणलाई एकदमै सरल भाषामा बुझ्नेछौँ। नेपाल भन्ने बित्तिकै धेरैको मनमा हिमाल र सुन्दर प्रकृतिको तस्विर आउँछ, होइन त? तर त्यो सुन्दरताभन्दा पर एउटा अर्को नेपाल पनि छ, जहाँ आर्थिक अवसरहरूको एउटा नयाँ परिदृश्य कोरिएको छ। हो, त्यही अवसरको फाइदा उठाउन नेपालमा लगानी गर्ने सोच त आउँछ, तर मनमा एउटा प्रश्न पनि सँगै आउँछ। आखिर यो प्रक्रिया कस्तो छ त? कति झन्झटिलो छ? आउनुहोस्, यही प्रश्नको उत्तर खोजौं। आजको हाम्रो छलफलमा हामी 5वटा मुख्य कुराहरू हेर्नेछौँ। नेपालमा कस्ता अवसर छन्, लगानी भनेको के हो र कुन क्षेत्रमा गर्न सकिन्छ, स्वीकृति लिने प्रक्रिया कस्तो छ, कुन कुन सरकारी निकायसँग काम गर्नुपर्छ, अनि सबैभन्दा महत्त्वपूर्ण, आफ्नो लगानी र नाफा कसरी सुरक्षित रूपमा फिर्ता लैजान सकिन्छ। ल, सुरु गरौँ पहिलो विषयबाट, नेपालमा लगानीको अवसर। आखिर किन विदेशी लगानीकर्ताहरूका लागि नेपाल एउटा आकर्षक ठाउँ बन्दैछ त? यसका पछाडि बलिया कारणहरू छन्। सोच्नुहोस् त, एकातिर भारत र अर्कोतिर चीन, दुईवटा विशाल बजारको बीचमा छ नेपाल। यहाँको बजार खुला छ, नेपाल आफै WTO को सदस्य हो, अनि जलविद्युत, पर्यटन र उत्पादन जस्ता क्षेत्रमा त सम्भावनाको खानी नै छ। सबैभन्दा ठूलो कुरा, सरकारको नीति नै विदेशी लगानीलाई प्रोत्साहन गर्ने खालको छ। र यहाँ एउटा निकै नै स्वागतयोग्य परिवर्तन भएको छ। पहिले विदेशी लगानी गर्न कम्तीमा 5 करोड चाहिने व्यवस्था थियो, तर अहिले त्यसलाई घटाएर जम्मा 2 करोड नेपाली रुपियाँमा झारिएको छ। यसको मतलब के हो भने अब ठूला मात्र होइन, साना र मझौला लगानीकर्ताका लागि पनि नेपालको ढोका खुलेको छ। ल, अवसरको कुरा त भयो, अब अलिकति कानुनी पाटोतिर लागौं। दोस्रो खण्डमा हामी बुझ्नेछौँ कानुनले विदेशी लगानी भनेर केलाई चिन्छ र कुन कुन क्षेत्रमा लगानी गर्न पाइन्छ। नेपालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2019, जसलाई छोटकरीमा फिट्टा भनिन्छ, यसले विदेशी लगानीको परिभाषा एकदमै स्पष्ट पारेको छ। सीधा भाषामा भन्दा, कुनै पनि विदेशी लगानीकर्ताले नेपालको कुनै उद्योग वा कम्पनीमा पैसा वा प्रविधि लगाउँछ भने त्यसलाई विदेशी लगानी मानिन्छ। अनि लगानी भनेको खाली कम्पनीको शेयर किन्नु मात्रै होइन है। नेपालको कानूनले धेरै तरिकालाई मान्यता दिएको छ। जस्तै कमाएको नाफालाई फेरि यही लगानी गर्न सकिन्छ, हवाईजहाज वा ठूला मेसिनरीहरू भाडामा दिन सकिन्छ, भेन्चर क्यापिटल फन्ड मार्फत आउन सकिन्छ। विकल्पहरू धेरै छन्। नेपालको लगानी नीतिबारे बुझ्नुपर्ने एउटा रमाइलो कुरा छ। यहाँ सकारात्मक सूची होइन, नकारात्मक सूचीको अवधारणा छ। यसको मतलब के हो भने सरकारले यी क्षेत्रमा लगानी गर्न पाइँदैन भनेर एउटा सानो सूची बनाएको छ। त्यो सूचीमा नपरेका बाँकी सबै क्षेत्र लगानीका लागि खुला छन्, र धेरै जसोमा त 100% विदेशी स्वामित्व पनि सम्भव छ। हो, केही क्षेत्रहरू भने निषेधित छन्, जस्तै माछा पालन, पशुपालन जस्ता प्राथमिक कृषि क्षेत्र, घरेलु तथा साना उद्योगहरू, अनि सलुन, सिलाई बुनाई जस्ता व्यक्तिगत सेवा व्यवसायहरू। राष्ट्रिय हित र स्थानीय साना उद्यमीहरूको जीविकोपार्जन बचाउन यस्तो व्यवस्था गरिएको हो। ल, अब हामी सबैभन्दा महत्त्वपूर्ण र सायद धेरैले जान्न चाहेको खण्डमा आइपुगेका छौं, स्वीकृति प्रक्रिया। लगानी गर्ने सोचलाई वास्तविकतामा बदल्न कुन कुन चरण पार गर्नुपर्छ त हेरौँ है त। यो प्रक्रियालाई एउटा यात्राको रूपमा हेरौँ। पहिलो कदम अनलाइन आवेदन, त्यसपछि लगानी कति ठूलो छ त्यसअनुसार उद्योग विभाग वा लगानी बोर्डबाट स्वीकृति लिनुपर्छ। त्यो पाएपछि कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर कम्पनी दर्ता गर्ने, अनि त्यसपछि राष्ट्र बैंकको स्वीकृति, कर दर्ता र अन्त्यमा बैंक खाता खोलेर विदेशबाट पैसा भित्र्याउने। हेर्दा लामो लागे पनि यो एकदमै व्यवस्थित प्रक्रिया हो। अनि यो सबै प्रक्रिया सक्न कति समय लाग्ला भन्ने प्रश्न आउन सक्छ, होइन? सामान्यतया सबै कागजातहरू ठिकठाक छन् भने सुरुको आवेदनदेखि कम्पनी चलाउन तयार हुन्जेलसम्म मोटामोटी 20देखि 45 दिन लाग्छ। यो निकै छिटो हो, जसले प्रक्रिया कति प्रभावकारी छ भन्ने देखाउँछ। यो प्रक्रियामा विभिन्न सरकारी निकायहरूसँग काम गर्नुपर्ने हुन्छ। अब चौथो खण्डमा कुन निकायको के भूमिका छ त्यो स्पष्ट पारौँ। कोसँग के काम पर्छ भनेर जान्नु एकदमै जरुरी छ। यहाँ हेर्नुहोस्,
कामको बाँडफाँड एकदमै स्पष्ट छ। यदि लगानी 6 अर्ब रुपैयाँसम्मको हो भने उद्योग विभागले हेर्छ। त्योभन्दा ठूला रणनीतिक परियोजनाहरू छन् भने लगानी बोर्ड नेपालले हेर्छ। पैसा भित्र्याउने र बाहिर लैजाने कुरामा नेपाल राष्ट्र ब्याङ्कको भूमिका हुन्छ, अनि कम्पनी दर्ताको काम त कम्पनी रजिस्ट्रारको कार्यालयले गरिहाल्छ। र यहाँ एउटा यस्तो सुधार भएको छ जसले लगानीकर्ताहरूलाई ठूलो राहत दिएको छ। पहिले कस्तो थियो भने लगानीको पैसा नेपाल पठाउनु अघि राष्ट्र ब्याङ्कबाट पूर्व स्वीकृति लिनुपर्थ्यो। तर अब त्यो झन्झट हट्यो। उद्योग विभाग वा लगानी बोर्डले स्वीकृति दिएपछि इक्विटी लगानी भित्र्याउन राष्ट्र ब्याङ्कको पूर्व स्वीकृति चाहिँदैन। यसले प्रक्रियालाई धेरै नै सजिलो र छिटो बनाएको छ। लगानी भित्र्याउने कुरा त भयो, तर हरेक लगानीकर्ताको मनमा एउटा प्रश्न सधैँ हुन्छ, मैले कमाएको नाफा र मेरो लगानी फिर्ता लैजान पाउँछु कि पाउँदिन। आउनुहोस् हाम्रो अन्तिम खण्डमा यही लगानी फिर्ता र संरक्षणको विषयमा कुरा गरौँ। नेपालको कानून यस मामलामा एकदमै स्पष्ट छ। लगानीकर्ताले कमाएको नाफा, लाभांश, शेयर बेचेर आएको पैसा, ऋणको सावा ब्याज, रोयल्टी यी सबै कुराहरू सजिलै फिर्ता लैजान पाइन्छ। यो लगानीकर्ताको सुरक्षाका लागि एउटा बलियो कानूनी आधार हो। अनि यो कुनै खोक्रो आश्वासन मात्रै होइन नि। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2019मै किट्टेर लेखिएको छ। प्रचलित कानून अनुसार लाग्ने कर तिरिसकेपछि विदेशी लगानीकर्ताले आफ्नो लगानी र आम्दानी फिर्ता लैजान सक्नेछ। यो त सिधै कानूनले दिएको ग्यारेन्टी भयो। अनि यहाँ पनि प्रक्रियालाई सजिलो बनाइएको छ। पहिले नाफा फिर्ता लैजान राष्ट्र ब्याङ्क नै धाउनु पर्थ्यो, जसले गर्दा ढिलाइ हुन्थ्यो। तर अब त्यो काम क वर्गका वाणिज्य ब्याङ्कहरूले नै गर्छन्, त्यो पनि 15 दिन भित्रमा। यसले गर्दा प्रक्रिया छिटो, छरितो र अनुमान योग्य भएको छ। त्यसो भए आजको यो पुरै छलफलबाट हामीले के बुझ्यौं त? पहिलो, नेपालले विदेशी लगानीका लागि एकदमै खुला र स्वागतयोग्य वातावरण बनाएको छ। दोस्रो, स्वीकृति प्रक्रिया लामो र झन्झटिलो छैन, बरु पारदर्शी र व्यवस्थित छ। तेस्रो, कुन निकायको के काम हो भनेर स्पष्ट छुट्याइएको छ। र चौथो, सबैभन्दा महत्त्वपूर्ण, लगानीकर्ताको अधिकार, खासगरी नाफा फिर्ता लैजाने अधिकार कानूनले नै सुरक्षित गरेको छ। नेपालको विकासको कथामा एउटा नयाँ अध्याय लेखिँदैछ। अब प्रश्न यो हो, त्यो अध्याय लेख्न तयार को छ?